मैले केही दिन अगाडि मात्रै बी फाइनेन्शियली इन्डिपेन्डेन्ट भन्ने भिडियो अपलोड गरेको थिएँ अनि वान अफ माई फ्रेन्ड्स डिएम्स मी मैले पैसा नै सेभ गर्न सक्दिनँ, जति पैसा हातमा आउँछ त्यो सबै नै खर्च गर्छु अनि कतै सेभ गरेर राखेको छु भने पनि त्यो फेरि 1-2 महिनामा अथवा 15-20 दिनमा खर्च भइहाल्छ। सो पैसा कसरी सेभ गर्ने भनेर भन्दैउ न भनेर भन्दै थियो। सो दिस इज फर एभ्रीवन हु इज स्ट्रगलिङ विथ सेभिङ्स। टिप्स नम्बर 1 मा छ सेभ फर्स्ट। लाइक मोस्ट अफ द पिपलले के गर्नुहुन्छ भने स्यालेरी आउने बित्तिकै सबै खर्च गर्नुहुन्छ, के चाहिने हो लाइक रेन्ट, ग्रोसरिज, क्लोदिङ, वान्ट्स, नेड्स सबै कुराहरूमा चाहिँ खर्च गरेपछि अनि सेभ गर्छु भनेर सोच्नुहुन्छ। बट आई वाज लाइक द्याट बिफोर, तर नाउ मैले पहिला सेभ गर्छु। जुन पनि स्यालेरी आउँछ त्यो स्यालेरी आउने बित्तिकै आई सेभ फर्स्ट एन्ड देन मेरो निड्स के हो र वान्ट्स के हो छुट्याएर मात्रै मैले खर्च गर्छु। किल डेली लिकेज, यो चाहिँ मेरो पर्सनल बानी नै थियो। म चाहिँ के गर्थेँ भन्दाखेरि मेरो अफिसमा मैले मेरो आफ्नो स्यालेरी भनेर कहिले छुट्याएको थिइनँ अनि जहिले पनि थोरै थोरै अफिसको पैसा खर्च गर्ने अनि लास्टमा चाहिँ त्यो अमाउन्ट कति धेरै हुने के, ओहो यत्रो धेरै पैसा मैले खर्च गरिसकेका हुन्थेँ तर मलाई थाहा नै हुँदैन थियो। अनि लास्टमा हेर्दाखेरि चाहिँ त्यत्रो पैसा खर्च गरेर मैले भने जस्तो हुन्थ्यो कि। सो डेली एक्सपेन्सेसलाई चाहिँ किल गर्न एकदमै जरुरी हुन्छ। अलिअलि गरेर चाहिँ धेरै पैसा खर्च हुने रहेछ एन्ड त्यसको सट्टामा बरु मैले के बिहेभहरू चाहिँ चेन्ज गरेँ भन्दाखेरि जस्तै फर्स्टमा चाहिँ मैले नो एक्सपेन्स रुल नै राखेँ। लाइक मैले 1 हप्तासम्म नै म 1 रुपियाँ खर्च गर्दिनँ भनेर मैले 1 रुपियाँ पनि खर्च नगरिकन त्यो एउटा रुल्स राखेँ। अर्को भनेको चाहिँ मेरो फिक्स खर्चहरू चाहिँ कहाँ भइरहेछ भने त्यो फिक्स अमाउन्ट चाहिँ छुट्याएर राखेर अनि त्यसपछि लाइक बाँकी वान्ट्सहरू मलाई गर्नु मन लागेको बकेट लिस्टको कुराहरूलाई चाहिँ मैले ओके यसलाई चाहिँ अलिक पछि गरौँला अथवा यसलाई चाहिँ अलिक मिलाएर अनि त्यसपछि चाहिँ मैले आफ्नो खर्चलाई कन्ट्रोल गर्न थालेँ। सो डेली लिकेजलाई कन्ट्रोल गर्नु इज द मस्ट। सो टिप्स नम्बर 4 मा रहेको छ डोन्ट स्पेन्ड योर मनी इमोसनली। हामीले चाहिँ के गर्छौँ भन्दाखेरि इमोसनली डिसिजन लिन्छौँ अनि त्यसपछि सबै पैसा स्वाहा हुन्छ होइन। सो सबैभन्दा सुरुमा चाहिँ हामीले लजिकली पैसाको विषयलाई लिएर चाहिँ हामीले लजिकली डिसिजन्सहरू लिनुपर्ने हुन्छ। फर इक्जाम्पल त्यो मेरो निड्स हो कि वान्ट्स हो होइन। कुनै पनि सामान तपाईँलाई किन्नु परिराखेको छ, चाहिरहेको छ भने वेट फर एटलिस्ट 3 days to 1 week। यदि त्यो 3 daysदेखि 1 weekसम्म तपाईँलाई त्यो सामानको कुनै पनि आवश्यकतै परेन भने लेट इट बी, लाइक त्यसलाई किन्नै पर्छ भन्ने जरुरी छैन। सो इट्स अल अबाउट थिङ्किङ लजिकली। मैले यस कुनै पनि पैसा खर्च गर्नुभन्दा अगाडि चाहिँ ओके वाट विल गिभ द्याट मी इन रिटर्न भन्ने क्वेसन्सहरू सोधेर मात्रै खर्च गर्नु। नम्बर 5 मा रहेको छ स्टप सोइङ अफ इन्स्टेड म्यानेज योर बजेट। के लाइक मान्छेहरूले अहिले यति धेरै ट्रेन्डको सामानहरू आइरहेको छ। ट्रेन्ड अहिले जस्तै फर इक्जाम्पल यसले गिफ्ट दिने ट्रेन्ड छ क्या एकअर्कालाई, त्यो कलर वाइज हार्ट सेप यता माथि राखेर होइन गिफ्ट दिने ट्रेन्ड छ क्या, त्यो कुराहरू भयो। र अर्को फेसन ट्रेन्ड चलिरहेको हुन्छ र फेसन जतिखेर ट्रेन्ड चल्यो त्यतिखेर चाहिँ कपडा लगाएर ट्रेन्डमा होइन सो अफ गरिराखेको हुन्छन्। सो त्यो कुराहरूलाई चाहिँ हामीले बुझेर लजिकली सोचेर कन्सियस भएर चाहिँ ओके आई डोन्ट निड द्याट, आई डोन्ट वान्ट द्याट भन्ने कुरा चाहिँ बुझ्नु जरुरी हुन्छ कि। सो अफ गरेर तिम्रो पैसा खर्च मात्रै हुने हो कि किन सो अफ गर्छौ, कसलाई देखाउँछौ? इफ यु वान्ट टु बी seen or if you want to feel important then feed yourself, like feed your mind, feed your body, feed yourself first. अरूलाई नदेऊ बरु आफ्नो लागि गर, आफूलाई आफूमा खर्च गर तर सो अफमा खर्च नगर। इन्स्टेड म्यानेज योर बजेट। त बरु तपाईँले त्यो सो अफ गर्ने पैसा कहाँनिर लगानी गर्न सक्नुहुन्छ। जस्तै फर इक्जाम्पल आफ्नो एजुकेसन्समा, आफ्नो लाइफस्टाइलमा, आफ्नो फुड्समा, आफ्नो फ्यामिलीमा लगाउनुहुन्छ भने ओके द्याट्स अल राइट। तर सो अफ गर्न चाहिँ इमिडिएटली बन्द गर्नुहोस्। मनी सेभ गर्नु इट इज नट अबाउट लाइक इन्कम कि मैले यति कमाउँछु भनेर होइन। इट इज अबाउट द कन्ट्रोल ओभर योर फाइनेन्सेस। सो नेक्स्ट टाइम थिङ्क ट्वाइस बिफोर यु स्पेन्ड।